हेलो साथीहरू नमस्कार। आज म तपाईहरुलाई हाम्रो ड्राइभिङ लाइसेन्सको बारेमा सिकाउन गइरहेको छु। जुन कि पछि हाम्रो स्मार्ट कार्ड आएको हुँदैन। त्यो स्मार्ट कार्ड पर्खिँदा हामीलाई 3-4 वर्षै लाग्ने रहेछ। त्यसकारणले गर्दाखेरि त्यो ड्राइभिङ लाइसेन्सको स्मार्ट कार्ड हामीले आफ्नो मोबाइलबाट कसरी डाउनलोड गर्न सकिन्छ र त्यसको कपी हामीले कसरी राख्न सकिन्छ डाउनलोड गरेर भन्ने विषयमा जानकारी दिनेछु साथीहरू। यसको बारेमा आज तपाईहरु फुल डिटेल जानकारी पाउनुहुनेछ। त्यसकारणले यो भिडियो स्किप नगरिकन हेर्दिनु होला। आजको भिडियो तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण हुनेछ साथीहरू। जस्तै कि साथीहरू हाम्रो ड्राइभिङ लाइसेन्स नहुँदाखेरि कति गाह्रो हुन्छ हामीलाई। अब त्यो एउटा रिसिप्ट मात्रै बोकेर हिँड्नु पर्ने हुन्छ। त्यो रिसिप्टले गर्दाखेरि रिसिप्ट पनि अक्षरहरू नम्बरहरू मेटिएर गइसकेको हुन्छन् धेरै। त्यसकारणले हामीले आफ्नो मोबाइलबाट सजिलै कसरी त्यो स्मार्ट कार्डको कपी हामीले डाउनलोड गरेर राख्न सकिन्छ आफ्नो फोनमा, त्यसको बारेमा जानकारी दिनेछु साथीहरू। आजको भिडियो स्किप नगरिकन हेर्दिनु होला। सो आजको भिडियोमा तपाईहरुलाई म मोबाइलबाट कसरी डाउनलोड गर्ने भन्ने विषयमा जानकारी गर्दैछु। हेर्दिनु होला, हेर्दै जानु होला स्टेप बाइ स्टेप। यहाँ हेर्नुस्, पहिला आफ्नो मोबाइलको फर्स्टमा आफ्नो मोबाइलको क्रोम ब्राउजरमा ओपन गर्नु होला। क्रोम ब्राउजरमा गएर तपाईहरु सर्च बारमा गएर क्रोम ब्राउजरको सर्च बारमा गएर तपाईहरु ड्राइभिङ लाइसेन्स भनेर सर्च गर्नु होला। ड्राइभिङ लाइसेन्स भनेर सर्च गरिसकेपछि तपाईहरुको यस्तो इन्टरफेस खुल्छ साथीहरू। यो इन्टरफेसमा तपाई हेर्न सक्नुहुन्छ लाइसेन्स सर्च भनेर लेखेको छ। यो लाइसेन्स सर्चमा क्लिक गर्नुहोस्। यो लाइसेन्स सर्चमा क्लिक गरिसकेपछि तपाईहरुको यस्तो इन्टरफेस खुल्छ साथीहरू। यो यस्तो इन्टरफेस खुलेपछि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। यसमा तपाईको जन्म मिति हाल्नु पर्ने हुन्छ। त्यो पनि ईस्वी सम्वतमा साथीहरू, विक्रम सम्वतमा नहाल्नु होला। ईस्वी सनमा तपाईहरु राख्नु होला। ईस्वी सनमा तपाईको जन्म मिति राख्नु होला। त्यसपछि आफ्नो लाइसेन्स नम्बर राख्नु होला साथीहरू। यसमा जन्म मिति र लाइसेन्स नम्बर राखिसकेपछि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ एउटा क्याप्चा भर्न दिन्छ। यो क्याप्चा तपाईहरु मिस्टेक नगरिकन भर्नु होला। जस्ताको त्यस्तै त्यसमा टाइप गर्नु होला साथीहरू। जस्तै अब क्यापिटल छ भने क्यापिटल, स्मल छ भने स्मल लेटर टाइप गर्नु होला। र यदि अङ्क छ भने अङ्क र अक्षर छ भने अक्षर। यो क्याप्चा यसरी भरिसकेपछि तपाईहरु हेर्न सक्नुहुन्छ यो लाइसेन्स सर्चमा तलबाट क्लिक गर्नु होला। यो लाइसेन्स सर्चमा क्लिक गरिसकेपछि साथीहरू यहाँ हेर्न सक्नुहुन्छ तपाईको लाइसेन्स यसरी ओपन हुनेछ। ओपन भइसकेपछि तपाईहरु आफ्नो लाइसेन्सको स्मार्ट कार्ड हेर्न सक्नुहुन्छ। यो हेरेर तपाईहरु यसलाई डाउनलोड गर्न डाइरेक्ट त मिल्दैन साथीहरू। त्यसकारणले यसलाई तपाईहरु स्क्रिनशट गरेर एउटा यसको कपी प्रिन्ट गरेर राख्न सक्नुहुन्छ। अर्थात् तपाईको मोबाइलमा पनि सेभ गरेर राख्न सक्नुहुन्छ साथीहरू। यो मजाले यसरी हेर्न सक्नुहुन्छ तपाईको कार्ड यसरी बनेर आएको हुन्छ। त्यो अब हामीलाई स्मार्ट कार्ड पाउनलाई टाइम लाग्ने भएकोले गर्दाखेरि हामीले आफ्नो मोबाइलमा यसरी चाहिँ सकिन्छ साथीहरू। त्यसकारणले यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो साथीहरू प्लिज लाइक, कमेन्ट, शेयर र यदि मेरो च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भने मेरो च्यानल पनि सब्स्क्राइब गर्नु होला साथीहरू। हस्त धन्यवाद।